दर्शक महानुभावहरू पोखरामा भेटिए यस्तो रमाइलो जोडी नाच्न अनि गाउन सिपालु जंगलबाट न्युरो र खोले साग टिपेर ल्याएर त्यसैलाई बाटोमा बसेर बेचेर यो जोडीले आफ्नो पेट पाल्छन्। हजुरसँग भेट भएको दिन सङ्लो पानी दमिलो मन किन तारासँगै जुन बिर्स्यौ कि मायाले मैले लाको गुण। 29 वर्षीय रमेश परियार र 28 वर्षीय सुकुमाया परियार 3 वर्षको प्रेमपछि विवाह बन्धनमा बाँधिए। छोरा छ हाम्रो त्यति आउँछ हाइट अग्लो जुम गर्नु त यता भनेपछि छोराको हाइट चाहिँ तपाईँहरूको हाइट सानो छ, उहाँको चाहिँ त्यस हाइट चाहिँ जुन हिसाबले बढ्नुपर्ने बढिरहेछ। हजुर पनि रुनु भएको? नरुनु, दुखीका दिन आउँछन् नि एक दिन न एक दिन। किन आतिनु भएको? यत्रो राम्रो छोरा छ हेर्नु त तपाईँको। नरुनु है। यो जोडीको परिवारको आर्थिक अवस्था निकै कमजोर रहेछ। गाउँलेले सहयोग गरेर अरूकै घरमा बस्ने बन्दोबस्त, ओड्ने ओछ्याउने खाद्यान्नको व्यवस्था गरिदिनु भएको रहेछ। अहिले जङ्गलमा गएर न्युरो खोले साग टिपेर ल्याएर बाटोमा बेच्दै यो जोडीले जीवन गुजारा चलाइरहेका रहेछन्। बल्लै भो बेटा आसिदेऊ बलिदे खोली मन पेटा। उहाँहरूले त मलाई एउटा बलियो एउटा कोठा भयो आमा, म निवेक गरेर नि खान्थेँ। छ न त बसे एकदम धराप छ के। हावा आएन त्यहाँ पैसा तिर्नु पर्दैन हो? पैसा पर्दैन, पर्न त। तर घर भत्किए त्यो भत्किएको घरसँग गाँसिएको एउटा कोठा टालटुल गरेर राखिदिएको हो। एकदम धराप छ, त्यो हेर्नै नमिल्ने। दोहोरी गाउन सिपालु सुकुमाया बहिनी केही समय दोहोरी साँझमा पनि काम गरिन्। कसले मन पराएको सुरुमा? दुईटैले। देखेको चाहिँ कसले हो? मतलब देखभेट चाहिँ कहाँ भयो हजुरहरूको? कस्तो भने तपाईँहरूलाई नढाडिकन भन्दाखेरि उहाँ चाहिँ मेरो बहिनीसँग फेसबुकमा उहाँ एड हुनुभयो रहेछ क्या, फेसबुकमा जोइन हुनुभयो रहेछ होइन। अनि त्यहाँबाट अनि उहाँ र मेरो बहिनी कुरा हुँदाखेरि अनि मेरो बहिनीले हजुर जस्तै मेरो दाइ पनि हुनुहुन्छ भनेर भन्नुभयो रहेछ। हजुर। अनि त्यसपछि अनि उहाँले दिन्न त दाइको नम्बर भन्नुभयो रहेछ। दाइको नम्बर हुँदा अनि हामी बोल्छ। नम्बर माग्नु भएको उहाँको? भन्न खोजेको अब उहाँको बहिनीले नि ल अब हाम्रो दाइ उस्तै तपाईँ जस्तै हुनुहुन्छ, दाइसँग कुरा गर्नु भेटघाट गर्नु भनेर नम्बर दिनुभएको थियो। अनि बोल्यो, बोल्दा बोल्दै अलिक बिहा भयो। अहिले चाहिँ जस्तो तपाईँ जस्तै हुनुहुन्छ हाइटमा, तपाईँ जस्तै हुनुहुन्छ, मिल्दोजुल्दो छ भनेर भन्दै गर्दाखेरि फोटो देख्नु भएको थिएन हजुरले उहाँको? बहिनीले पठाइदिनु भएको थियो। फोटो पनि हेर्नुभयो? फोटो हेरेपछि अनि नम्बर मागेर। फोटो हेरेपछि मन पर्यो तपाईँलाई? हजुर। मैले फोन गरेँ, फोन गर्दाखेरि अनि कस्तो अब पहिलोचोटि बोल्दैछ होइन। अनि त्यसो शर्म लाग्छ नि त। शर्म लाग्यो हजुरलाई? अनि कसरी बोल्यो होइन, कस्तो आफूलाई मनमा डुकडुक हुन्छ नि त। अनि डाँडा अनि बोल्दाखेरि त अनि एकचोटि म उता पूर्व जाँदै होला, अनि उहाँलाई पूर्व जाँदाखेरि फर्स्ट भिडियो कल भएको थियो। देखादेख भएको चाहिँ पहिला फोनमा हो हजुरहरूको? हजुर, फोनमा भएको थियो। अनि उहाँ चाहिँ अनि हामी त्यसपछि बोल्दा धेरै समय भयो। अनि बोल्दाखेरि अनि म नि भेट्न गएँ उहाँलाई। सुरुमा पहिलो भेट चाहिँ कहाँ भएको थियो नि हजुरको? कुस्मा पर्वतमा। के को सिलसिलामा जानुपर्छ तपाईँहरू त्यहाँ, कि भेट्नको लागि ल डेटिङ जानु भएको त्यति बेला? होइन, म वहीँ काम गर्थेँ, होटलमा काम गर्थेँ पहिला, वेटरमा काम गर्थेँ। अनि वेटरमा काम गर्दाखेरि अनि यसो त्यहाँ मौसम लगाएको थियो। त्यहाँ जाँदाखेरि अनि ल अब भ्यालेन्टाइन डेको दिनमा ल म आउँछु है भन्नु। अनि आउँछु भनेपछि आउनु भन्नु भन्यो। अनि त्यहीँ भेट भएको। भनेपछि भ्यालेन्टाइनकै दिनमा हजुर भेटघाट भयो, पहिलो भेटघाट भयो होइन? पहिलो भेटघाट कस्तो भयो पहिलो भेटघाट? रमाइलो भयो। अब म यहाँ पोखराबाट गएको, उहाँ चाहिँ कुस्मामै बसेको। म यहाँ लेक साइडबाट ड्युटी भ्याएर जाँदाखेरि अनि नाइट ड्युटी भ्याएर अनि बिहान जाँदाखेरि अनि उहाँलाई 12 बजे 1 बजीतिर एकअर्काले मन पराइसक्नु भएको थियो त्यो बेलासम्म? हजुर। बोलचाल भएको 1.5 वर्षमा भेट भएको हाम्रो। त्यो एकअर्कालाई मन पराइसक्नु भएको थियो भेट्नुभन्दा अगाडि? सुरुमा भेट हुँदाखेरि एकअर्कालाई प्रत्यक्ष देख्दाखेरि कस्तो के भयो महसुस, कस्तो लाग्यो? डर हुँदो रहेछ। के डर हुँदो रहेछ नि?
भन्नाले अब त्यो डर त खोइ थाहा भएन भने नि अलिकति डर हुँदो रहेछ अब आफू जस्तै मान्छे देख्दा त होइन हामी आफ्नो कति के अरे हामी मात्रै भनेको त ऊ पनि त्यस्तो रहेछ भन्ने डर हुँदो अलिकति डर हुँदो रहेछ छुट्टै डर हुँदो रहेछ क्या है अब तपाईँहरूसँग हाम्रो भेट चाहिँ यता यो कास्की जिल्लाको रूपा गाउँपालिकाको यो तालबेसीमा भेट भयो यो तालबेसीमा यो हजुरहरूको घर हजुर हाम्रो घर यहीँ हो को हुनुहुन्छ परिवारमा परिवारमा अहिले हामी छुट्टै चाहिँ बसेको हामी 3 परिवार हो हजुर बुढाबुढी छोरा ए छोरा पनि भइसक्यो छोरा त्यति नै अघि गाडीको त्यहाँ देख्नु छोरा छ हाम्रो त्यति आउँछ हाइट अग्लो ए आइपुग्यो है छोरा ऊ त्यहाँनिर जुम गर्नु त यता भनेपछि छोराको हाइट चाहिँ तपाईँहरूको हाइट सानो छ उहाँको चाहिँ त्यस हाइट चाहिँ जुन हिसाबले बढ्नुपर्ने बढिरहेछ हजुर हामी 3टा मात्रै छौँ अब माथि घर अलि माथि डाँडामा हो घर चाहिँ अनि उहाँ चाहिँ अब सासू आमाजुहरू भान्जा भान्जीहरू बसेछन् अनि हामी चाहिँ छुट्टै आउने अर्काको घरमा अब जे जस्तो भयो नि है गरेर खान्छौँ घरमा बस्नुहुन्छ हजुर अरूको घर छैन आफ्नो घर छन् त माथि छ सासू आमाजुहरू हुनुहुन्छ टाढा पर्छ हो टाढा भन्नाले यहीँ नजिकै हो आफ्नो घरमा चाहिँ किन नबस्नु भएको नि त्यस्तै बाध्यता भएर हजुर हिरो नमस्ते गरिदेऊ त नमस्ते गर अङ्कललाई अलि मिठी किनिदिन्छु नि अङ्कलले यता अगाडि छोरो कति राम्रो छोरा त हजुरको दुईजनाको ओहो यता हेर नमस्ते गर अङ्कललाई नमस्ते गर तिम्रो नाम के हो नि रियान परियार कतिमा पढ्छौ तिमी ए अनि तिमीलाई चाहिँ कसको माया लाग्छ बढी बुवाको माया लाग्छ मम्मीको माया लाग्छ ओहो बुवाले माया गर्नुहुन्न मिठी बल्ली बढी कसले किनिदिने मम्मीले त्यही भएर माया लागेको मम्मीको ओके हुन्छ तपाईँहरूको कला पनि छ भन्नुभएको थियो है मसँग उहाँले कला पनि छ दाइ भन्नुभएको थियो त्यो आफ्नो कला चाहिँ प्रस्तुत गर्नुपर्छ लाखौँ नेपालीहरूले यति बेला हाम्रो भिडियो पनि हेर्दै हुनुहुन्छ होइन के थाहा तपाईँहरूको कलाले कुनै ठाउँ पाउनु पनि सक्छ कि होइन यस्तो भएर आज तपाईँको कला पनि देखाउने उहाँ नाच्छु भन्दै हुनुहुन्थ्यो अघि मलाई देख्ने बित्तिकै होइन नाच्छु भन्दै हुनुहुन्थ्यो अनि तिमी नाच्ने ननाच्ने तिमी ननाच्ने है तिमी र म चाहिँ यता पछाडि बस्ने हेर्ने मम्मीले गीत गाउने त्यसपछि बुवा चाहिँ नाच्ने है त ल तपाईँले गीत गाउदिनु पर्यो एउटा हजुरसँग भेट भएको दिन सङ्लो पानी दमिलो मन किन तारासँगै जुन बिर्स्यौ कि मायाले मैले लाएको गुण बिर्स्यौ कि मायाले मैले लाएको गुण अलि रुगाले अलि कस्तो कस्तो बनाएको दोरी गाउनु हुँदो रहेछ हजुरले हो ठिकै गाउनुहुन्छ है दोरी कहीँ गएर दोरी खेल्नु भएको छैन मेला महोत्सवतिर दोरी साँझतिर सबतिर चाहिँ गएको छैन पहिला दोरी साँझमा चाहिँ गीत गाउँथेँ तर आजभोलि चाहिँ म बाबु पाएदेखि बिहा भएदेखिको म गाएन ए तपाईँको के छ दोरी गाउने गीत सङ्गीतमा अगाडि बढ्ने चाहना हो चाहना त हो के अरे तर क्या नि मनमै रहिरह्यो मनमै रहिरह्यो पुरा होला भन्ने सोच्नु भएको छैन खै सोच्न त सोचेको हो के अरे अब खै कसरी पुरा हुन्छ है हजुर ठिक छ तपाईँको गीत पनि सुन्यौँ अनि उहाँको नाच पनि हेऱ्यौँ छोरो त केही नभने बिचमा बस्ने आमा बुवा मम्मीको बिचमा बस्ने है ल अहिले के गर्नुहुन्छ तपाईँहरू कसरी आफ्नो जीवनयापन गरिराख्नु भएको छ त्यो अलिकति खुलाइदिनुहोस् न नपर्दा अब कुरा खोल्दै जाँदाखेरि कुरा आउँदो रहेछ है दुवा सुहा गरेर गरे अनि अब बस्न त हामी माथिसँगै बसेको थियौँ सासुहरूसँग अनि पछि अनि त्यस्तै भएर अनि आम पार्टीहरूले गाउँ समाजले जुटाएर ल्याएर हामीलाई एउटाको घरमा ल्याएर राखिदिनु भएको छ अनि त्यहाँ कहिले चामल कहिले के कहिले ओढ्ने ओछ्याउने कहिले बिस्तारा कहिले के गरेर सुरुमा चाहिँ त्यसरी ल्याएर राखिदिनु भयो अनि अहिले चाहिँ हामी कहिले के गरेर खाइरहौँ यी अब छोरो पढाउँदैछौँ त्यही हो किन झुटो बोल्ने हो र हजुरहरूलाई यो छोरो पनि पढाउनै पऱ्यो आफ्नो पनि पेट पाल्नै पऱ्यो हजुर अनि अर्को कुरा कस्तो भने तपाईँहरू हामी जस्तो हुन्छ नि जति जुन रूपमा बढ्नुपर्ने हो उचाइ त्यो बढेन होइन हामी जस्तो तपाईँहरू हुनुहुन्न सामान्य मानिस जस्तो अलिकति फरक देखिनुहुन्छ त्यसले गर्दा पनि धेरै गाह्रो पर्छ होला है हजुर गाह्रो पर्छ पर्दैन गाह्रो त गाह्रै पर्छ हेप्छन् पनि होला मान्छेहरूले हेप्न त हेप्छन् तर के त अब हेपे नि आफ्नो अवस्था स्थिति अब भन्नु भएन के भनेर हेप्छन् नि हेप्न त अब के भनेर हेप्ने सानो मान्छे भनेर हेप्छन् कसैले पुड्किए भयो यताउति भन्छ भन्छ अब त कहिले अपाङ्ग भनेर तपाईँको अब बाटोमा हिँड्दाखेरि अपाङ्ग भन्छ होइन डल्ले भन्छ त्यो भनेर अब के गर्नु नि हामी रिसाएर हुनु भएन उनीहरूले एकचोटि बुझिदिनु पर्ने हो नि त अनि हामीले नि अब एकचोटि देखेको होला
भनेको होला भन्ने भयो अनि हामीले नि मन अनि रिसाउने हाम्रो बारेमा सोध्नु यहाँ आमा आउनु भएको छ त्यो आमाले सबै भनिदिनुहुन्छ के हामीले झुट बोलेको भयो कि यहाँ आमा आउनु भयो आमा पार्टीको गुरुमा आमा पार्टीको अध्यक्ष हुनुहुन्छ अनि हामीलाई सबै सहयोग गर्ने भनेको ए आमाले हुनुहुन्छ क्या ए आमाले सहयोग गरिदिनु भएको उहाँले नि सहयोग गर्नुभएको छ हजुर सबै हामीलाई जे चाहिए पनि जे गरे पनि आमाले नै उहाँ नभएको भए चाहिँ तपाईँहरूलाई गाह्रो पर्थ्यो होइन धेरै दुःख पाउनु भएको छ यतापट्टि आउनु त यहाँ तपाईँहरू यत्रो चर्को घाममा होइन निउरोको सागहरू के बेच्दै हुनुहुन्थ्यो हजुर दुःख छ तपाईँहरूलाई आमा आउनु त हजुर हजुर पनि रुनु भएको नरुनु दुखीका दिन आउँछन् नि एक दिन न एक दिन किन आत्तिनु भएको यत्रो राम्रो छोरा छ हेर्नु त तपाईँको नरुनु है सबै गरिदिनु भएको आमा नमस्ते हजुरलाई धेरै धेरै सम्मान छ उहाँहरू बिचरा एकदम आपतमा पर्नु भएको बेलामा तपाईँले सहयोग गर्नुभयो है तपाईँ जस्तो मन भएको मानिस जहाँ पाए त्यही पाउँदैन आमा हजुरको नाम मिनु गुरुङ के छ उहाँहरूको समस्या के छ अलिकति बताइदिनुहोस् न समस्या त त्यही हो अब अपाङ्ग है घरमा अलिकति कस्तो भयो भने बच्चा पाइसकेपछि अलिकति घरमा हेला जस्तो भयो कि बच्चा पाइसकेपछि बच्चा पाइसकेपछि अलिकति त्यो भन्न त हुन्न उनीहरूको घरकोले हामीले के गरेको थियो र भन्ला है बसि नसक्ने भएपछि हामीले यसले जागिर गर्थ्यो पोखरामा त्यही 5-6 हजार कति दिन्थ्यो अनि यसलाई चाहिँ हामीले ल हिँड्त नि हामी उठाएर भने नि पालमला भनेर उसलाई एउटा थोत्रो सानो थोत्रो घर के त्यो खोद दिएर त्यहाँ राखिदियौँ हामीले त्यो झारेको वर्ष चाहिँ 5-5 पाथी धान उठाऊँ है हामी भनेर धान उठाएर यसलाई भराएर खुलायो अनि फेरि बाबुको पनि जागिर थाहै नहुने के होटेल हो कहिले जा भनिदिने कहिले राख्ने त्यस्तै थियो अनि यसलाई चाहिँ हामीले चामल उठाएर ग्यास किनिदियौँ ग्यास घैँटो चुलो सबै किनिदिएर बन्दोबस्त गरेर कसैले खाट दिने कसैले बिस्तारा दिने कसैले ओढ्ने ओछ्याउने जार जम्मा गरेर त नाति भनेर अनि पकाउने भाँडोसहित सबै जुटाएर अनि हामीले बन्दोबस्त गरी राखिदिएको हो सर अब त्यही हो अब यसले जागिर पायो भने यसले जागिर पायो भने यसले हामीसँगै मेला हिँड्ने हो अब यो नसक्ने भएरै माया लागेको अब घरको जानसँग बलियो दह्रो आपाङ्ग होइन भने त लडेर खानुपर्छ नि कहाँ त्यसरी हुन्छ है बा भन्थेँ अब आपाङ्ग हो तिमीहरू जस्तो होइन यसलाई यसो नगर न भन्दा पनि कुरो खाएन अनि हामीले जिम्मा लिएर ल्याएको हो बाहिरै कोठामा राख्दैछ सासू छ आमाजु छ देउराहरू जम्मै इन्डियातिर छ समस्या छ धेरै धेरै सम्मान छ आमा हजुरलाई हजुरको जस्तो मन सबैको हुँदैन आमा धेरै सम्मान छ हजुरलाई यतापट्टि भाइ अझै पनि भाइको आँखामा आँसु देखिरहेको छु के सम्झिराख्नु भएको छ अहिले के कुराहरू छ भने मनको कुराहरू छन् भन्नु है लाखौँ दर्शक अघिको कुराहरू हो होइन अघिको कुराहरूमा अब त्यही हो अब आमाले हामीले ल्याइदिनु भयो मैले नै हल्का त्यो पोखरामा हल्का होटलमा काम गरेर चाहिँ 6-7 हजारको अब कहिले बन्द हुन्छ त्यो थाहै जागिर त होइन र कहिले अब अर्को हुन्छ कहिले कुनै ठाउँमा हिँडिराखेको हुनुपर्छ अब हामी पनि कहिले नाइट हुन्छ तपाईँको नाइटमै गर्नुपर्छ धेरै जस्तो त्यही भएर अब यही हो अब यसरी नै हामीले कामसाम छैन कहिले तरकारी बेच्या निङ्ग्रो खोज्या वनमा गइया आइया त्यही गर्दै खाँदै गरे निउरो बेचेर दिनमा कहिले 200 कहिले 300 हुन्छ त्यसैले आफ्नो जीवन चलाइराख्नु भएको छ त्यही नै हो अब लाखौँ नेपालीहरूले हेर्दै हुनुहुन्छ जस्तो तपाईँलाई यो भइदिएको भए चाहिँ एकदमै सजिलो हुन्थ्यो हामीलाई काम नगरिकन त खान पाइँदैन कहीँ पनि सबैले काम गर्नुपर्छ तपाईँ हामी सबैले काम गर्नुपर्छ नै तर त्यो काम पनि कहाँ गएर गर्ने होइन अब आफ्नो मान्छे या पावरका कुराहरू हुन्छन् पैसाका कुरा हुन्छन् धेरै कुराहरू हुन्छन् एक त तपाईँ शारीरिक रूपमा पनि हामी जस्तो सबल हो होइन सपाङ्ग हुनुहुन्न अपाङ्ग हजुर भत्ताहरू पाउनु चाहिँ पाउनु न हजुर के भइदिएको हुन्थ्यो जस्तो लाग्छ भाइ हजुरलाई धेरै दर्शकहरू उतापट्टि हेर्दै हुनुहुन्छ हेर्नु त यिनीहरूलाई फेरि भत्ता पनि मिले छैन कि सर के भइदिएको भए सजिलो हुन्थ्यो आमा ल उहाँहरूले भन्नु भएन अब उहाँहरूले त मलाई एउटा बलियो एउटा कोठा भयो आमा म निवेक गरेर नि खान्थेँ छ न त बसे एकदम धराप छ के हावा आए नि त्यहाँ पैसा तिर्नु पर्दैन हो पैसा पर्दैन पर्न त तर घर भत्किए त्यो भत्किएको घरसँग गाँसिएको एउटा कोठा टालटुल गरेर राखिदिएको हो एकदम धराप छ त्यो हेर्नै नमिल्ने खाले छ मतलब कहीँ कोठा पाउनु भयो भने कोठा भयो भने चाहिँ कसैले त्यस्तो सहयोग गर्यो भने कोठामा बस्नको लागि एउटा सानो
5-6 हजारको भन्यो भने एउटा थाई जागिर भएको भए जीविका चल्थ्यो के। यसले महिनामा 200 रुपियाँ बचत गरिरहेछ बच्चाको लागि भनेर उसले 10 पढ्नेसम्म त 10 पढाउन सक्ने त जम्मा हुन्छ नि त। भनेपछि अहिलेको लागि चाहिँ फिलहाल उहाँहरू बस्ने जुन घर जुन कोठा एकदमै जीर्ण रूपमा छ, कुनै बेला त्यो भत्किने हो र उहाँहरूको ज्यान जाने हो, त्यो चाहिँ कुनै टुङ्गो छैन भनेर आमाले भन्नुभएको छ। म त्यो ठाउँसम्म त पुगेको छैन र अहिलेको लागि चाहिँ उहाँहरूलाई फिलहालको रूपमा चाहिँ अहिले चाहिँ उहाँहरूको लागि एउटा राम्रो कोठाको व्यवस्था यदि कसैले गरिदिनु भयो भने उहाँहरूको लागि चाहिँ उहाँहरूको जीवन पनि बाँच्नेछ र अरू कामको कुरा त उहाँहरूले जेनतेन जसो तसो गरेर पनि काम त गर्नुहुन्छ पक्कै पनि। राम्रो काम पाइयो भने अझै बेटर, अझै राम्रो हुन्छ उहाँहरूलाई। नत्र अहिले चाहिँ जुन भत्किन लागेको कोठाबाट सारेर राम्रो कोठासम्म यदि उहाँहरू बस्न पाउनुभयो भने उहाँहरूमा अझै हौसला र ऊर्जा थपिन्छ जस्तो लागिरहेको छ मलाई। हुन्छ आमा, हस् तपाईँ जानु है। थ्याङ्क यू हजुरलाई, नमस्कार।